हो मान्छे त सानो सानो छ निकै खतरा चिज बोकेर हिँड्छ त हौ साथीलाई त ओइ के हो अब मलाई खुवाउनु पर्छ कि केटा हो मेरो राजा मान्ने गुरु यता कुरु होइन यता कुरु होइन मेरो फिल्मको नाम तिम्रो मायामा मेरो बम पड्कियो होइन 3X सुन बम पड्क्यो मैले भनेको कुरो चाहिँ हरेक कुरो मान्छ है नि माने कि होइन घरको कुरा मैले के मानेको छु तेरो कुरा मैले शर्मिला वाइफालाई मैले होइन पक बहिनी बनाएर यसलाई ठोक लाउँछु म फेरि बहिनी आहा को बहिनी शर्मिला वाइफालाई बहिनी बनाएर यसलाई ठोक लाउँछु अझै म पक मैले त ठोक्नु मिल्दैन यसलाई होइन यसलाई हात लाउनु मिल्दैन होइन यसलाई हात लाउनु मिल्दैन तर शर्मिला वाइफाले मात्रै ठिक पर्छ यो साला भाइरसलाई सुन्नु न हामी त्यहाँ सुन्नु मलाई चाहिँ भाइरस नबन्नु होइन भाइरस चाहिँ तपाईँ हो शर्मिला वाइफालाई मैले कुट्न लाउनु भयो लिएर आउनुहोस् मलाई कुटाउनुहोस् म के भन्छ मैले अब रितुलाई ठोके भने त अब त बदला लिन्छ बदला पहिला पिटाइ खाएँ अब बदला लिन्छ भनेर हातकडी लगाइहाल्छ है पुलिसले लगिहाल्छ मलाई यसले केस लगाइहाल्छ चोरबुढाले मलाई हात लगायो भनेर अनि के हात लाग्यो भन्दाखेरि त अब हात लगाएको त हुँदिनँ कराएको मात्रै हुन्छु होइन तर यसले चाहिँ मलाई हात लाग्यो भने जिउमा हात लाग्यो त अब मलाई यता पनि आइया यता पनि आइया यता पनि आइया यता पनि आइया आइया टाउको पनि छुनु दिँदैन केस पनि छुनु दिँदैन छुको चाहिँ छैन फेरि अनि त्यो केस त छोरी मान्छेको केस त लागिहाल्छ मलाई होइन बरु छुदिनँ यसलाई अनि चाहिँ प्लिज 1K भ्युअर्स हुनुहुन्छ गाइस 1K भ्युअर्सको पनि स्किममा डबल ट्याप यति नै हो तेरो 1K मेरो 1100 हुनुहुन्छ बुझिस तेरो भन्दा बढी छन् मेरो फ्यान फलोवर्स बुझिस चोर बुढो ठुक्रा गर्छस् मसँग धेरै बुक्छस् धेरै नबुक बुझिस जितेर देखा न तेरो भ्युअर्स जितेर देखा त ल तैले चाहिँ मेरो भ्युअर्सलाई के सम्झेको साँच्चै सम्झ्याउ त भ्युअर्सलाई तँलाई नि तँलाई त्यो मेरो त्यहाँको भ्युअर्स मेरो भ्युअर्स हो सबै हो चोरबडाको माया गर्ने मान्छेहरू हो कि तँलाई खिल्ली उडाउन आएको बुझिस् त भाइरसलाई त भाइरस त यसो तेरो छ नि मेरो 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 साथीहरूले तेरो चाहिँ खिल्ली उडाउन आएको हुन् बुझिस आउनु भएको यो भाइरस चोर बुढो काहीँ नभएको काम नपाएको चोर बुढो यो टिमुर्के बाटे जस्तो यो कामको नपाएको यो के अरे यो टिमुर्के नि यो साग हो साग आलु हो यो अनि सुन्न आज के को सुटिङ थियो सिरियलको सुटिङ तँलाई किन चाहिएको भए पनि किन आज तेरो यो लाइफमा बसेर प्रमोट गर्छ गर्दैन कुन चाहिँ सुटिङ थियो भन् त मेरो चाहिँ तँलाई किन भन्नु मैले मेरो जेसुको सुटिङ भयो तँलाई किन होइन मेरो फिल्ममा पनि खेल्नु चाहन्छ भने म पनि तँलाई हिरोइनी बनाउँदैछु के छ विचार खेल्ने हो के खेल्ने कुन फिल्म खेल्ने हो मेरो मुभी पनि बनाउँदैछु खेल्छस् खेल्दा त्यति भन्न त हिरोइनी म एउटा हिरो खोज्छु हिरो आफै बन्न त हिरो बन्नु हिरोइन मान्छे भइहाल्यो नि मलाई सुहाउँदैन नि त मलाई सुहाउँदैन मेरो फिल्मको नाम सुन्छस् मैले हजुरलाई फलो ब्याक दिइसकेँ त सुन्छस् मेरो फिल्मको नाम खै भन्नुहोस् त के हो नरेश गुरु होइन म हिरोइनी मेरो नरेश खेल्ने हौ नरेश हिरो म हिरोइनी खेलाउँछस् हिरो अब हिरोइनी त भइहाल्यो छैन एउटा बोका नि अलि हतियार कतिलो भएको ल्याउनुपर्छ नरेशलाई राख्नु नि हिरो फिल्म खतरा चल्छ बुझिस् साला सिगानी भाइरसहरू अब भाइरस मलाई भाइरस नभन्ने यार बेबी यार तिमी भाइरस हो क्या डार्लिङ बेबी भनेर नभने तेरो मुखले बेबी हुनु सक्दैन जाँठी यता सुन है यता सुन अमिते यता सुन तैँले चाहिँ मेरो मान्छेलाई चिनेको छैनस् बुझिस् तैँले चाहिँ मेरो मान्छे राम्रोसँग चिन क्या बुझिस् न चिनेको छैन तिमीको मान्छेलाई बुझिस् मेरो मान्छे को भनेर बुझिस् अहिले मेरो मान्छे जङ्गे भने त उड्छस् त भाग्छस् बुझिस् ठुलो कुरा गर्छस् मसँग यता तलबाट खुल्काइदिन्छु म त गाईको परेको गोरु गर्नलाई भाइरसलाई सुन है तेरो भन्दा मेरो अनुहार राम्रो छ बुझिस् तेरो अनुहार चाहिँ गएर होइन मेरो नानी अनुहार राम्रो मात्रै भएर हुँदैन बेहोरा राम्रो हुनु पर्यो के यसो नि त मेरो बेहोरा के छ ल भन् त मैले के गरेको छु तँलाई मैले खाइदिएको त तँलाई मैले बिगारेको छु तेरो बुढी मैले खोजिदिएको छु बेहोरा राम्रो हुनलाई भन् तैँले अस्ति अनि मैले अमला ल्याउँदाखेरि किन अमला खाएन सर भागिस् मैले अमला चाहिँ किन खानु
यसलाई कुरा गर्दो रहेछ यार। के गर्नु अनुहार जेलडाल राम्रो भयो भन्दैमा हुँदैन नि फर्सी जतिबाट राम्रो देखिन्छ नि अनि यार यसो भित्री कुहिएको हुन्छ क्या यता सुन चोर बुढो मैले चाहिँ फर्सी बाहिरबाट हेर्दाखेरि जति राम्रो देखिन्छ नि भित्री कुहिएको हुन्छ त्यो त्यो होस् त होस् त्यो बुझिस् तास पिडालु त त त त त चिलाउने पिडालु त चिलाउने पिडालु बुझिस् त चिलाउने पिडालु बुझिस् गन्नाउने बुझिस् त गन्नाउने होस् त कहाँ नामको मुरदार आफूलाई के सोच्छ त अहिले म हिरो बन्छ सोच्छ क्या खान पानी ओहो मान्छे त सानो सानो छ निकै खतरा चिज बोकेर हिँड्छ त हौ साथीलाई त ओइ के हो अब मलाई खुवाउनु पर्छ क्या केटा हो मलाई खुवाइयो भने फेरि बर्बाद गर्छ नि त फेरि भोलि मिडियामा छाइन्छ त फेरि हेडलाइनमा सामाजिक सञ्जालमा चोरलाई नाम गरेको एक व्यक्ति हुनुहुन्छ होइन ऋतु बस्नेलाई उतु गरौँ भनेर बाबा होस् बरु ओइ सुन्न एउटा कुरा सुनेको छु ओइ एउटा भिडियो पनि हेरेको छु एउटा कुरा पनि सुनेको छु तैँले त्यो चिज गरेको छ अरे होइन के भिडियो गाइस मैले के गरेर भन्दा मैले के गरेर सुरु भन् ट्याटु खोपेको छ अरे हेरौँ न एकचोटि ट्याटु तँलाई मैले किन देखाउनु मेरो ट्याटु चाहिँ ओए जे जस्तो हो नि तेरो साथीमा त देखा न जाँठी साथी देखाउने म देखाउने हो देखा नि त भ्युवर्सलाई पनि देखा भ्युवर्सहरू पनि खुसी मान्छन् होइन साथीहरू हो किन साथीहरू भ्युवर्सलाई देखाउनु हुँदैन यसरी त बट मसँग भेट भएको बेला मात्रै म बरु हाफ कट लगाएर आउँछु बरु हेर्नुहोस् लिस्ट टाढोबाट देखाउने हो त्यसो बेला मैले देखाउनु मिल्दैन आइट जान्छ अनि यसलाई अमला खुवाइयो भने भोलिको दिनमा चाहिँ मिडियामा गएर ए मेरो इज्जत लुटे बजिएको साडीले त्यही माथि यत्रो नै मान्छे होइन त्यही मान्छे झन् बोल्दाखेरि होइन सकिन्छ नि सर यो भाइरसलाई बचाउन यो भाइरसलाई बचाउनु यो साले सिकाउने यो भाइरसलाई नि ओइ त भन्दा त भोटे नि त 1000 गुणा राम्रै छ के कुरा गर्छस् ओ माई त्यसमा तेरो भोटेसँग लपरा रहेछ भन्ने थाहा पाएँ मैले ओ माई गड यो सिकानीलाई नि मैले साँच्चै नै यसलाई चाहिँ मैले यो नेपाल अधिराज्यबाट नि निकाल्नु पर्यो भने नि निकाल्थेँ तर के गर्नु कानुनले दिँदैन होइन यो साला भाइरस हो क्या यो भाइरस हो मलाई निकाल्ने कुरा गर्छस् तर जे जस्तो भए पनि यसको चाहिँ मनको चाहिँ सफा छ होइन मैले भनेको कुरो चाहिँ हरेक कुरो मान्छ है नि घरको कुरा मैले के मानेको छु तेरो कुरा मैले किन मान्नु म मान्ने भनेको नरेशको कुरा मात्र मान्ने नरेश बुझिस् नरेश मेरो बुढा हो को नरेश उता अमेरिकाको पण्डित के हो पण्डित हो र नरेश गुरु ए गुरु मेरो राजा मान्ने गुरु यता कुरु होइन यता कुरु होइन यता गुरु यसो गुरु यता कुरु होइन त्यही होइन हामीले नजाने कुरो हो र तर पनि हेलो भोलि सुटिङ कतिखेर हुन्छ दादा हेलो भोलि कुन गानामा सुटिङ हुन्छ हेलो कलाउटे कहाँ हुनुहुन्छ नमस्कार म वेलकम बेबी यहाँ आफै साथी नमस्कार म कलाकार तेजेन्द्र परिवार नमस्कार म कलाकार ऋतु बस्नेत फुक्का तिमीहरूको जिन्दगी टिट 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 हेलो ऋतु बहिनी हो हजुर म हो भोलिको सुटिङ चाहिँ माथि जङ्गलघारीमा छ ल माथि जङ्गलघारीमा छ होइन भोलिको सुटिङ चाहिँ एकदम कसैले नदेख्ने ठाउँमा हुन्छ होइन 2-4 जना मात्रै हुन्छौँ है बेबी के सुटिङमा त्यस्तो बेर 2-4 जना छन् भन्ने त्यो त एकदमै एक्सन खतरै छ होइन त्यो चाहिँ पुरा लडाकु पर्नुपर्ने हो होइन अलिकति यसो काजु बदामहरू यसो काजु बदाम भन्दा अहिले अमला चाहिँ 2-4 जना खाएर आउनु ल अनि हामी यता पनि अमला दिन्छौँ नमस्कार म कलाकार ऋतु बस्नेत ठुक्का तेरो जिन्दगी त जस्तो बतारालाई नि त जस्तो भाइरसलाई होइन हामीले मात्रै ठिक पार्छौँ चोरबाट टिमले उसकै बतारा म होइन बता त उसकै बतारा बुझिस्
म शर्मिला ओएबालाई चेली बनाएर तँलाई ठोक्छु म। जाले तेरो जोइराले जाले डराउँछ तेरो जोइराले जा तेरो रानीले जा गएर जा सेलरोटीमा दुलो कसले बनायो? थ्याङ्क यू सो मच, थ्याङ्क